पहिला जब चाहिँ यस्तो क्रिमिनल थियो क्या। हेलो 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 हाम्रो दाइहरू नेपाली दाइहरू चाहिँ हैन दशैंको दिनमा चाहिँ आज चाहिँ गणेश आउनु भएको छ। उहाँले चाहिँ हल्का क्वेशनहरु सोध्ने छु म है। हेलो सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? यस आई एम गुड गुड। कहाँदेखि हजुरहरु? हामी चाहिँ सरलाईबाट हो। सरलाईबाट हैन त आबुधाबी चाहिँ कहाँ हो भनेको? आबुधाबी आई कार्ड मुस्तफा। आई कार्ड मुस्तफा सबैजना एकै ठाउँबाट न? अनि आज चाहिँ के कारणले यता आउनु भयो त? यता आज यसो चाडपर्व मनाउन आएको। छुट्टी हो आज? छुट्टी त थिएन, म त भागेर आएको। भागेर आउनु भएको? आर्दैन त? अब छुट्टी मागेको छुट्टी दिएन हैन, त्यही भएर भागिदिएको म त। अनि सबैजना भागेको त हैन? सबैजना कोही कोही छुट्टी होला, म चाहिँ भागेर हिँडेँ। अनि सबै एकै ठाउँमा काम गर्ने हैन त नि? कुरा लगाइदेला नि त फेरि। अब कुरा सुरा लाए पनि अब अनि हजुर चाहिँ दुबई आउनु भएको चाहिँ कति भयो? म चाहिँ दुबई आएको 2 वर्ष 2 महिना भयो। पहिलो जब चाहिँ हजुर के थियो? पहिला जब चाहिँ यस्तो क्रिमिनल थियो क्या। यस्तो क्लिनर हान्दै हैन 6-7 लाख भन्दै क्लिन गर्दै हैन। अहिले चाहिँ के अहिले चाहिँ यसमा अहिले चाहिँ अब भन्नु न त्यो लुगा मार्केटमा अब त्यो भन्नु न अब सेल्सम्यान जस्तै अब हल्का कस्तो भइराछ त काम? अहिले एकदम राम्रो छ, बब्बाल छ हैन? एकदम बवाल चिल हैन। अब थोरै पैसा भयो भने चाहिँ अब गाह्रो हुँदा रहेछ दुबईमा चाहिँ हैन। अब पैसा 2-3 हजार 3-4 हजार भयो भने एकदम बवाल हुने रहेछ के। अब इन्जोय गर्नुलाई पनि हैन। भर्खर त आउनु भएको छ अनि बिस्तारै कमा भइहाल्छ नि, किन टेन्सन लिनु भएको? हैन आतेको त छैन, त्यही पनि अब घरको कान्छो छोरा हैन। अब अलिअलि त अब आत्तिन त परिहाल्यो हो, जिम्मेवारी एकदम हुन्छ। कान्छो छोराको जिम्मेवारी कहाँ हुन्छ हुँदैन नि? हुन्छ नि, बाबामालाई पाल्ने छोरा हो, कान्छो छोरा भने सौन्दा एउटा छोरा पर यसमा म समझ छैन। म यो सम्झेर मैले बुझेको त कान्छो छोरा चाहिँ पाल्ने बाबामालाई हो, एउटा छोरा छुट्टिन्छ अनि जान्छ। हैन मैले त सुनेको थिएँ के भन्छ बाबा आमाले पाल्ने चाहिँ जेठा छोरा भन्दै यो हैन साथी राइट आन्सर यो कान्छो छोरा भनेको कुलकुलाको हुन्छ। सुन्नु न मेरो कुरा सुन्नु पहिला हैन। मेरो फ्यामिलीमा चाहिँ हामी 4 जना हो हैन, बाबा मम्मी दिदी म। अब दिदी थियो हैन, म त कान्छो भने पनि जेठा भनेपछि एकजना भइसकेपछि त जेठा भइहाल्यो नि। ऊ जेठा हो। त्यही भएर अहिले बाबा मम्मी सबै मैले हेर्नुपर्छ, घर परिवार मैले चलाउनु पर्छ हैन। त्यही भएर अब के भन्नु अब जे चिल पाराले हिँडिरहेको छ। अब मनमा पीडा भए पनि अब बाहिर त एकदम चिलमा हैन। घरमा अब पहिला हैन घरमा हुँदाखेरि त एउटा छोरो हैन जता पाए त्यता हिँड्ने बानी, अब त काम आयो अब त अब बाबा पाल्नु पर्छ भन्ने अब दिमाग अब फोकसहरु त्यस्तै अब हैन हुन्छ नि त। कति सालको हो तिमी? म त अहिले बर्थडे त मेरो हिजो थियो त। अब कति भन्दाखेरि म चाहिँ अब लागे त्यस्तो 21 वर्ष पुगिसक्यो। भइसकेसम्म तपाईँ 21 वर्ष होइन भैँसी भनेको बरु घर कुखुरा चाहिँ होला, कुखुरा कसम ल होइन भाइ भन्यो नि त। त्यही भएर अब कस्तो छ भने त अचेल चाहिँ कस्तो छ भने 20-21 वर्षको बच्चाहरू पनि हामीभन्दा धेरै ठुलो हुन्छ। अब त्यो चाहिँ अब समय अनुसार भन्ने कि अब के अनुसार